कसैको प्राइभेट कम्पनी होइन काङ्ग्रेस भनेको। कुनै एउटा पात्र बिग्रियो भने त्यो पात्रलाई दोष दिएर बरबराएर बस्ने बेला पनि होइन। पात्र बिग्रियो भने पात्र बदल्ने हो नि। प्रवृत्ति गलत हो भने प्रवृत्ति बदल्ने हो त हाम्रो काङ्ग्रेस हो। हामीले बनाउने बेलालाई, हामीले सुधार्ने बेलालाई, हामीले बदल्ने बेलालाई यो बदलिन्छ। नेपाली काङ्ग्रेस भएकै कारण गगनले हारे कि जित्नै नहुने मान्छे भएर गगनले जितेनन्? बढ्ता काङ्ग्रेस भएकै कारण गगनले हारे। काङ्ग्रेस भएर उनले के बिगारेका थिए? बिगारेका त केही थिएनन्, बरु काङ्ग्रेसलाई स्पष्ट दिशा दिन खोजिरहेका थिए। विचार अस्पष्ट थियो? थिएन। नेतृत्व गर्ने क्षमता शङ्का थियो? थिएन। भ्रष्टाचारमा बदनाम थिए? थिएनन्। चरित्रमा प्रश्न थियो? थिएन। सामाजिक मर्यादा र अनुशासनमा समस्या थियो? थिएन। केही थिएन र पनि तिनै गगन निशानामा परे। नमस्कार, म खड्का पार्थ शब्दचित्र च्यानलमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आज म गगन थापाका केही विगत निर्वाचनमा उनको पराजय र उनको राजीनामा सँगसँगै अब आउने भविष्यको बारेमा चर्चा गर्ने प्रयास गर्नेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सभापति पदबाट राजीनामा दिँदै उपसभापति विश्वप्रकाश शर्मालाई पत्र बुझाइसकेका छन्। माघ 1 गते सभापतिमा निर्वाचित भएका थापाले काङ्ग्रेस पराजयसँगै राजीनामा शर्मालाई बुझाएका हुन्। फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका हुन्। विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका थापाले लगत्तै प्रतिनिधि सभा निर्वाचनको टिकट वितरणमा सक्रिय भए भने आफू पनि काठमाडौँ 4 छोडेर सर्लाही 4 मा चुनाव लड्न गए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरेश कुमार सिंहसँग पराजित भए। पार्टीभित्र थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने शेरबहादुर समूहका नेताहरूले बताउँदै आएका छन् भने विशेष महाधिवेशन पक्षधर नेताहरू भने राजीनामा दिन नहुने बताउँदै आएका छन्। अब यो दुःखदायी कुरा छ हैन, हामी एकदम हारेको छौँ, जनताले नपत्याएको स्थितिमा छ। मेरो स्पष्ट भनाइ के हो भने विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ। जुन ढङ्गले हामीले नियमित महाधिवेशनवाला हामीले के भनेका थियौँ भने महाधिवेशन गरौँ, तर अधिवेशनपछि के अरे यो निर्वाचन आइसकेको छ। पार्टीमा सहमति, सहकार्य र राष्ट्रिय एकता हो नि त। पार्टीको नीति भनेकै एकता, सहमति र सहकार्य हो नि त। सबै नेताहरूले हामीले भनेकै कुरा हो। त्यो गर्दै चाहिँ हामीले चाहिँ चुनावमा एकजुट भएर जाउँ, अधिवेशन चाहिँ चुनावपछि नै गरौँ भनेको थियौँ। तर त्यो कुरा मान्नेन। विशेष अधिवेशन एउटा भेला गरियो र पार्टीलाई क्याप्चर गरियो। विशेष अधिवेशनको तपाईहरुलाई थाहा होला, सेटिङ अनुसार क्याप्चर भएको हो। मैले त हिजो पनि भनेको, आज पनि भन्छु, भोलि पनि भन्छु। नेतृत्वको राजीनामाको कुरा त आफ्नो नैतिक चरित्रको कुरा हो। राजीनामा माग्न पनि सक्छु। अब यो राजीनामा दिने नदिने, मिडिया ट्रायल गर्ने नगर्ने भने त अब त्यो व्यक्तिगत हिसाबको हो। अब मलाई दिनुहुन्छ, मलाई लाग्छ उहाँले राजीनामा दिनुहुन्न, उहाँले मिडिया ट्रायल गरिरहनु भएको छ। 2079 को निर्वाचनमा पहिलो दल बनेको काङ्ग्रेस यसपटक थापा नेतृत्वमा बदल्यौँ काङ्ग्रेस बदल्छौँ देश भन्ने नारासहित उनलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गर्दै चुनावमा होमिएको थियो। तर निर्वाचनमा नमिठो हार बेहोरेपछि थापा राजीनामा दिने अवस्थामा पुगेका हुन्। चुनाव हार्नु भनेको फौजदारी अभियोग लाग्नु होइन। चुनाव हार्नु भनेको कुनै नैतिक पतन हुनु पनि होइन। चुनाव हार्नु भनेको साङ्गठनिक अपराध गर्नु पनि होइन। गगनले आजको मितिसम्म अदालतमा धरोटी बुझाउनु परेको पनि छैन, जेल तोडेर निस्किनु परेको पनि छैन। त्यसैले चुनाव हारेकोमा शरम मान्नु पनि पर्दैन। खरबौँ सम्पत्तिमा आगजनी गरेर पनि कारको सनरुफमाथि टाउको निकालेर हिँड्न सक्नेहरूले चुनाव जितेका छन्। तर गगन खरानी टकटकाएर उभिएको मान्छे हो। लुकी लुकी हिँड्नु परेको थियो। त्यो दिन भेटाएको भए गगनलाई पनि आगोमा जलाएर मार्ने थिए। बाँचेर सभापति बन्न पाए। चुनाव जित्ने भाग्यमानीहरूलाई चुनाव जित्नुको कारण पनि थाहा छैन। इतिहासमा यस्तो अनौठो चुनाव सम्पन्न भएको छ जहाँ बाकसको मत देखेर विजेता उम्मेदवारहरू नै आश्चर्यचकित बनेका छन्। किन, कसरी, कसलाई र के कामका लागि भोट हाल्दैछु भनेर मतदातालाई पनि थाहा छैन। बितेका 25-30 वर्षमा गगनले जे भन्दै र गर्दै आए ती केही न केही फरक थिए, आशा जगाउने खालका थिए। गुणहरूको छे हुँदै गएको नेपाली राजनीतिमा गगनले केही राजनीतिक गुणहरू भर्दै थिए। सँगसँगै राजनीतिक विचार, बोली र काम गराइमा पनि स्पष्टता ल्याउन खोज्दै थिए। लामो समयदेखि परम्परागत राजनीति गर्दै आएको पुरानो पुस्तामाथि औँला ठडाउने पुस्ता तयार पार्दै थिए।
यो ओली देउबा र प्रचण्डको बिचको म्युजिकल चेयर एकअर्काको बिचमा घुमिरहेको यथार्थ यही थियो। 10 वर्ष यसै गरी बितेको थियो। आजको यो समस्याको एउटा मेजर कारण भनेको यही, सुरु भनेको यही। अझै पनि तपाईँहरू चेप्नुहुन्न, अझै पनि उहाँहरूले बिदा लिनु पर्दैन। आम मान्छेको कुरा छोड, कङ्ग्रेस एमाले माओवादी हामीलाई भोट हाल्ने मतदाताको बिचमा हामी अहिले गएर सोध्यौँ भने, कुनै मेथडबाट हामी सोध्यौँ भने यति कुरा हामी दावा गासा ठोकेर भन्न सक्छौँ। हाम्रै मतदाताले हामीलाई के भन्छन्, तिम्रो आफ्नो पार्टीको टाउको तिमीले हटाऊ, उहाँहरूलाई विश्रामी नलगा। यसको बारेमा कुनै दुविधा चाहिँ छैन। तर हामी के गरिरहेका छौँ, हामी टेक्निकल कुरा देखाएर उहाँहरू पनि हट्न चाहिराख्नु भएको छन्, हामी पनि हटाउन सकिरहेका छन्। मैले यो भन्दै गर्दा कति साथीले मलाई के भन्नुहुन्छ भने, भाद्र 22 गते त तपाईँ सँगै काम गरिराख्नु भएको थियो। हामीले बदल्न चाह्यौँ तर सकेनौँ। हामीले त्यसलाई नियमभित्र बाँधिएको थियौँ, नियमलाई हामीले मान्यौँ। तर 30 र 24 गतिको नियम बाँकी छ। संसद निर्वाचित भएर आएको संसदले बनाएको सरकार बाँकी छ। भाद्र 25 गते पछाडिको र भाद्र 22 गते अगाडिको नेपाल एउटै हो। यो मेसेज हामीले बुझ्नुपर्छ कि पर्दैन। कति साथी मलाई के भनिराख्नु भएको छ भने, यत्रो सभापतिलाई पढ्दै गर्दा इम्पैथी राख्नु पर्दैन, इम्पैथी छैन। इम्पैथी नहुने कुरा हुन्छ। मैले र विश्वप्रकाश शर्माले भाद्र 25 गते सबभन्दा पहिला सभापतिमाथिको आक्रमणको भत्सना गर्दै वक्तव्य निकाले। त्यो कर्तव्य थियो, तर कर्तव्य बोधको कुराले मात्र होइन, हामीलाई फिल भएको कुरा पनि। किनकि हामी सभापतिमाथि मात्र होइन, कसैमाथि पनि भौतिक आक्रमण गर्ने कुरा, हातपात गर्ने कुरा त्यो अस्वीकार्य हुन्छ भन्ने मान्छौँ। त्यसमाथि पनि हामीले फिल नगर्ने कुरा हुन्छ। हामी आफै त्यही दिन त्यही घटनाबाट जोगिएको होइन। हामी आफै माथि पनि हामी त बाल बाँचेको न हातपातबाट। हामी पनि त्यही कुटपिट हातपातको त्यही अपमान सहेरै आएको स्थिति बनेको न। हामी आफ्नो नेताहरूलाई सम्मान पनि गरौँ, इम्पथी पनि राखौँ, तर सँगसँगै कङ्ग्रेस एमाले माओवादीका म सबै साथीहरूलाई अपिल गर्छु, हामीले आफ्ना तिनटै नेताहरूलाई हामीले ब्लन्टली भन्नुपर्छ, तपाईँहरूले अब नो मोर, इफ बटके पनि भएन, तपाईँहरूले छाड्नुपर्छ, तपाईँहरू घर बस्नुपर्छ, अब तपाईँहरू बिना हामीले पार्टी चलाउँछौँ भनेर हामीले भन्नुपर्छ। सुध्रिनुपर्छ। अब तिमीहरू बदलिनुपर्छ। अब पार्टी जसरी चलेको छ ठिकठाक चलेको छैन। तिम्रा निर्णयहरू ठिक थिएनन्। तिमी चुनावमा एउटासँग मिलेर लड्ने, सरकार अर्कोसँग मिलेर बनाउने। तिमी सरकारमा जानका निम्ति जे पनि गर्ने, सरकारबाट बाहिर बस्नु पर्यो भने सबै कुरा सकिएको जस्तो गर्ने तिम्रो चाल ढाल ठिक थिएन। तिमी बदलिनुपर्छ। पार्टीको सदस्यले हामीलाई यही कुरा भनेको, तिमी समीक्षा गर, तिमी एकपटक छलफल गर, तिमी कहाँनिर चुक्यौ। तिमीलाई त मैले जिम्मा दिएर पठाएको थिएँ, सांसद बनाए, मन्त्री बनाए, पार्टीको सभापति महामन्त्री बनाए। तिमीहरू बस, छलफल गर, यति कुरा मात्रै भनेको थियो। नीति पनि बदल्ने, नेता पनि बदल्ने। कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो। कांग्रेसमा प्रश्न मरेको छैन। यहाँ कुनै बात छैन जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन। डाक्टर सोर्णिम वाग्ले र मनिष झा जस्ता व्यक्तिलाई पनि राजनीतिमा जोड्ने गगन नै हुन्। डाक्टर वाग्ले र झामा राजनीतिक महत्त्वाकांक्षा सायद गगनले नै जगाएका हुन्। तिनै वाग्ले र झालाई वरिपरि राखेर अमरेश सिंहले गगनलाई तथा नाम ललकारे, हारे गगन जिते अमरेश। गगनको हारमा कतिपयले सेलिब्रेसन गरिरहेका छन्। हुन त यस्तो सेलिब्रेसन नौलो होइन। कृष्णप्रसाद भट्टराईको हारमा सेलिब्रेसन गरेको समाज हो यो। नेपाली समाज 17,000 मान्छेको ज्यान लिएको सशस्त्र द्वन्द्वबाट आएको माओवादीलाई बहुमत दिएर सेलिब्रेसन गरेको समाज हो। त्यही समाजले भदौ 23 र 24 को सेलिब्रेसन फागुन 21 मा आएर गर्यो। चाहे गणतन्त्रको वकालत गर्ने कुरामा होस् वा संविधान सभाको वकालत गर्ने कुरामा गगन सधैँ अघि रहे। राजावादीहरूसँग लडे, वामहरूसँग लडे, आफ्नै पार्टीभित्र पनि कम्ती जुधेनन्। कतिपयले ख्याल गर्नुभएको छ कि छैन कुन्नी, गगनले वर्षौँदेखि मोटामोटी एउटै चिज भनिरहेका थिए। यसरी लोकतन्त्र चल्दैन। शेरबहादुर देउबा, केपी ओली, प्रचण्ड, माधव नेपाल जस्ता एक पुस्ताका नेताहरूलाई ससम्मान कार्यकारी राजनीतिबाट बिदा नगरेसम्म नेपाली लोकतन्त्र लफडामा परिरहन्छ। यसो नभएसम्म लोकतन्त्रले सही बाटो पक्रिँदैन। हामी आफ्नो नेताहरूलाई सम्मान पनि गरौँ, इम्पथी पनि राखौँ, तर सँगसँगै कङ्ग्रेस एमाले माओवादीका म सबै साथीहरूलाई अपिल गर्छु, हामीले आफ्ना तिनटै नेताहरूलाई हामीले ब्लन्टली भन्नुपर्छ, तपाईँहरूले अब नो मोर, इफ बटके पनि भएन, तपाईँहरूले छाड्नुपर्छ, तपाईँहरू घर बस्नुपर्छ, अब तपाईँहरू बिना हामीले पार्टी चलाउँछौँ भनेर हामीले भन्नुपर्छ। गगनले उहिलेदेखि भनेकै हुन्, तर आज जस अर्कैले लियो। गगनलाई समयले धोका दियो। आफूले कमान्ड सम्हालेको 5 दिनमा पार्टीलाई चुनावमा डोराए।
गगनले चाहेको भए यो चुनाव रोक्न सक्थे, यसो गरेनन्। हेरौँला हामी पनि भन्ने पार्टीभित्रैकाहरूको चुनौती र त पनि उस्तै त होस् भन्ने बाह्य भाषीको दबावसहित हस्याङ फस्याङ गगन चुनावमा होमे। समय अलि फरक परिसकेको थियो। जब गगन विशेष महाधिवेशनबाट सभापति भए, गगन आउन त आए, ढिलो गरी आए, समय घर्किसकेपछि आए। गगनसँगमा कुनै दिन चिन्ता र डर व्यक्त गरिरहेका थिए। म परीक्षाको लागि तयार गरिरहेको छु, डर छ कतै परीक्षा नै दिन पाउँछु कि पाउँदिन। गगनलाई नेपाली समाजले यसपटक परीक्षाको मौका दिएन। बल्ल तल्ल जति बेला गगन परीक्षाका लागि परीक्षा हलसम्म पुग्दै थिए, हलको ढोका बन्द भइदियो। गगन ढिलो पुगे वा ढोका छिटो बन्द गरियो, खै के भयो, नम्बरको खेलमा गगन हारे। हिजो आफ्नी आमाको आँखै अगाडि उनको घर जलायो, आज मन जलाइयो। घर जलेको भोलिपल्ट गगन जुरुक्क उठेर भने, गल्ती भए माफ पाऊ। आदरणीय जेनजी साथीहरू र यो जेनजी साथीहरूको प्रतिनिधित्व गरेर अहिले छलफलमा वार्तामा बसिराख्नुभएका युवा साथीहरू, तपाईँहरू सबैलाई मेरो नमस्कार। म तपाईँहरूलाई केही कुराहरू भन्न चाहन्छु। मलाई थाहा छ तपाईँहरू मेरो कुरा धेरै सुन्ने मुडमा हुनुहुन्न, टोटली अन्डरस्ट्यान्ड गर्छु। म अहिले काङ्ग्रेसको महामन्त्री नेताको रूपमा यो कुराकानी तपाईँसँग गर्न खोजेको होइन। आजभन्दा 20 वर्ष अगाडि 62-63 आन्दोलन सकिएको बेलामा म पनि तपाईँकै जस्तै आजको उमेरको थिएँ। म त्यो अनुभवका आधारमा तपाईँहरूलाई केही कुरा रिक्वेस्ट गर्न खोजेको हो। म तपाईँहरूको जेनरेसनल फ्रस्ट्रेसन, एङ्गर बुझ्छु। यसलाई कम गर्नका निम्ति मेरो ठाउँबाट जति काम गर्नु पर्थ्यो त्यो गर्न नसकेकोमा सबभन्दा पहिला त माफी माग्छु। त्यसैले मेरो रिक्वेस्ट, एकैछिन मेरो कुरा सुनिदिनु होला। पहिला त म भाद्र 23 गते जुन 19 जना युथहरूको हत्या भयो, म त्यसको लागि म प्रत्यक्ष रूपमा इन्भल्भ छैन, तर पनि म माफी माग्छु। त्यो अपराध थियो। उयो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ, किनकि जुन दिन सोसियल मिडिया ब्यान गर्ने निर्णय गरियो, म त्यो दिन दौडेर मेरो सभापतिका गएको थिएँ र त्यो दिन बिहान भनेको थिएँ, युथहरू हामीहरूसँग एकदमै नराम्रोसँग रिसाएको छ, जेन्युन कारण छ, यति धेरै आगो बलेको छ, आगोमा घिउ थप्ने काम नगर्नुहोस्, यो गर्दै नगर्नुहोस्। बैठकमा बोल्ने भएन, बाहिर आएर लेखेँ, प्रेसमा दिएँ, हामी सबै मिलेर दबाब सृजना गऱ्यौँ, भएन। सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठुलो घटना घट्दैन थियो होला। अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नु पर्थ्यो भन्ने लाग्छ। त्यो नगर भन्यो, आखिर भयो। भाद्र 23 गते तपाईँहरूले मुभमेन्टको अनाउन्स गर्नुभयो। बेलुका मलाई मेरो छोरीले सोधेको थियो, बाबा तिमी मुभमेन्टलाई सपोर्ट गर्छौ? मैले भने गर्छु मेरो ठाउँबाट, किनकि मुभमेन्ट उठाएको कुराहरू मैले पनि लामो समयदेखि उठाउँदै आएको कुराहरू हो। चाहे त्यो 46 साल पछाडिको भ्रष्टाचारहरूको छानबिन गर्ने कुरा होस्, चाहे त्यो अख्तियार जस्तो संस्थाहरूलाई फेयर ट्रान्सपेरेन्ट बनाउने कुरा होस्, कि चाहे सोसियल मिडिया ब्यान त्यसलाई तुरुन्त हटाउने कुराहरू होस्। तर मलाई मनमा डर लागिरहेको थियो, कतै त्यो मुभमेन्टमा कतै कसैले घुसपैठ गर्छ कि, फरक फरक इन्टेन्सन राख्ने समूहहरूको बारेमा थाहा छँदै थियो हामीलाई। तपाईँहरूको पिसफुल मुभमेन्ट भइरहेको थियो, एकाएक गोली चलेको कुरा आयो। जहाँ थिएँ त्यहीँबाट गृहमन्त्रीलाई फोन गऱ्यौँ, आत्यौँ, आइजिपीलाई फोन गऱ्यौँ, प्राइम मिनिस्टरलाई रिच आउट गर्ने कोसिस गऱ्यौँ। हाम्रो कुरा कसैले सुनेन, फेरि पनि सुनाउन सकिएन। साँझको बैठकमा फर्स्ट कुरा मैले गृहमन्त्रीलाई भेट्न सायद त्यस कारणले गर्दा भनेको सम्झन्छु, तपाईँ तुरुन्त रिजाइन गर्नुहोस्। र मेरो पार्टीको बैठकमा मैले पार्टी सभापतिलाई तुरुन्त सरकारबाट फिर्ता आउनुहोस्, अरू केही पनि कुरा छैन, यो ठुलो अपराध भएको छ, यसको छानबिन हुनुपर्छ। भएन, फेरि पनि भनेको जस्तो गराउन सकिएन। 24 गते बिहान त्यो रेज मैले बुझ्न सक्थेँ। बिहान म, अर्को महामन्त्री, हामीहरू सभापतिलाई तुरुन्तै सरकारबाट फिर्ता दिन फोनबाट भनिरहेका थियौँ, अरू साथीहरूलाई रिच आउट गरिरहेका थियौँ, यसलाई कन्ट्रोल गर्नुपर्छ, हामीले माफी माग्नुपर्छ, गल्ती भएको छ। ढेके चलेन, कुरै सुन्दैन। एकछिन घरमा बस्दा बस्दै एउटा ठुलो हुल मेरो घरतिर आयो, नारा लायो, ढुङ्गा हान्यो। त्यो आक्रोश म बुझ्थेँ, तर मलाई मेरो घरमा आगो लगाइला भन्ने थिएन। एकैछिनपछि ठुलो हुल आयो, मैले माथिबाट पनि हेरेँ, सिसिटिभीबाट पनि हेरेँ, 10-15 जना मास्क लगाएको छ,
त्योभन्दा पछाडि ठुलो हुल छ। त्यो ठुलो हुलमा मैले राम्रोसँग चिन्ने केही नयाँ पार्टीका मानिसहरू पनि छन्, केही पुरानो पार्टीका मानिसहरू पनि छन्। आगो लगा भनेको छ, गाडी लगायो, सबै डाङडुङ तोडफोड भयो। तर एकैछिन पछाडि घरमै आगो लाग्न सुरु भयो। तर केही त्यस्तो साथीहरू निस्किनु भयो जसले बाटो बनाएर पछाडिको बाटोबाट मेरो बुवा आमा, मेरो हिँड्न नसक्ने मेरो कान्छो बुवा, मेरो सानसानो छोरीहरू, मेरो वाइफ, हामीहरूलाई सुरक्षित ढङ्गले बाहिर निकाल्नुभयो। उनीहरू सबैप्रति एकदमै धेरै आभारी छु। सबै तहस नहस भयो, तर केही छैन। मैले यसलाई एउटा दुर्भाग्यपूर्ण घटनाको रूपमा लिनुपर्छ। साँझ सुरक्षित ठाउँमा गइसकेपछि पनि जब आमाले मलाई रुँदै भन्नुभयो, त्यसपछि नरमाइलो लाग्यो। म पनि एकछिन रोएँ, किनकि त्यो मेरो घर थिएन। मेरो बाआमाले 2040 सालतिरबाट अलिअलि गरेर बनाएको, पहिला सानो घर, एक तल्ला एउटा कोठा थप्दै बनाएको त्यही घर थियो, जुन घरमा हाम्रो बाल्यकाल बित्यो। मेरो छोरीहरू त्यहीँ जन्मियो, जहाँ हामीले सानसानो एउटा कोठा थप्दै गरेर बनाएको मेरो बुवा आमाको एउटा सृजना थियो। त्यो ध्वस्त भयो। मलाई अर्को पनि नरमाइलो लाग्यो। मेरो कारणले गर्दा मेरो परिवारको सदस्यहरूले जे भोग्नु पर्यो, त्यस्तो किन भोग्नु पर्यो भन्ने लाग्यो। तर फेरि मैले छोरी आमाले सम्झाएँ, हामीहरू त सुरक्षित छौँ नि, तर जो युथहरू मारिएका छन् उनीहरूको परिवारमा के भइरहेको होला, त्यसैले यसलाई यसरी नै सम्झाउनुपर्छ। र मैले अर्को कुरा केमा पनि चित्त बुझाएँ र अहिले पनि बुझाएको छु। म कन्भिन्स छु कि जो रियल जेनजीको मुभमेन्टमा आउनुभएको साथीहरू हो, तपाईँहरू कसैको पनि त्यो चाहना होइन। पब्लिक प्रपर्टी, प्राइभेट प्रपर्टी यसलाई ध्वस्त गर्ने त्यो तपाईँहरूको सोचाइ हुँदै होइन। यसमा थुप्रै खराब इन्टेन्सन राख्ने मिसिएका छन्। समयले त्यो बताइहाल्छ, भोलि गएर छानबिन होला, खोजबिन होला, टाइम विल टेल। तर मलाई पुरा विश्वास छ तपाईँहरूले ठुलो परिवर्तनको चाहना राखेर मुभमेन्ट चलाउनु भएको हो। तपाईँहरू वाइज हुनुहुन्छ र त्यही अनुरूप अगाडि लिएर जानुहुन्छ भन्ने विश्वास छ। तपाईँहरूले अहिले भनिराख्नु भएको कुरा हामीले पनि भनिरहेको कुरा हो। 3 जना बुढा नेताहरू हटाउनुपर्छ, यिनीहरूबाट चल्दैन। म त मेरो पार्टीको सभापतिसँग अस्ति भर्खर अब तपाईँले देशको प्रधानमन्त्री हुनु हुँदैन भनेर दलको नेता लडेको हो, तर मैले सकिनँ, नम्बर्स पुगेन। यही अहिले भर्खर ओलीको सरकार बन्दै गर्दाखेरि मन्त्री बन्नुपर्छ भनेको, म मन्त्री बन्दिनँ। तपाईँको गभर्मेन्टलाई सहयोग गर्छु, किन गभर्मेन्टले काम गर्नुपर्छ। मैले संयन्त्रमा बसेर काम पनि गरेको। सुरुमा केही कुराहरूको चेन्ज ल्याउन खोजेको पनि, किनकि चेन्ज यति चाँडो चाहिएको छ, मानिसहरू यति धेरै रिसाएको छ, हामीले काम गरेन पनि हुँदैन भनेको। तर एकपछि अर्को नराम्रो काम गरेको छ। नगर भन्दै कुलमान घिसिङ नहटाउँ, सबै कामहरूमा काङ्ग्रेस एमाले भनेर खराब काम गर्ने मान्छेलाई नजगाउँ, जसले गल्ती गर्यो त्यसलाई दण्ड दिने बनाऊँ, युनिभर्सिटीहरूमा भागवण्डन नगरौँ, अख्तियारको कानुन पार्लियामेन्टमा नअड्काऊँ। केही न केही त गरौँ, केही न केही गरेर अलिकति त हुँदैछ भने चित्त बुझाउँ। हामीले भनेको कुरा गराउन सकिनँ, मैले त्यो संयन्त्र पनि छाडिदिएँ। बाहिर बसेर दबाब बढाउन सकिन्छ कि भनेर, तर सकिएन। मलाई के कुरामा तपाईँहरूलाई बताउनु छ भने, तपाईँले जे सोचिराख्नु भएको ती कुराहरू भित्र लडिरहेको, हामी पार्टीको संरचनाभित्र लडिरहेको, पार्लियामेन्टभित्र लडिरहेको, चित्त बुझाएको होइन, कहिले सरेन्डर पनि गरेको होइन। तर हाम्रो एफोर्ट पुगेन। मैले एक्सक्युज माग्न खोजेको होइन, हाम्रो एफोर्ट पुगेन। किन हाम्रो एफोर्ट पुगेको भए धेरै कुरा चेन्ज भएको हुन्थ्यो। मैले दलको नेता जितेको भए, वा हामीले नेताहरू हटाउन सकेको भए, वा अहिले गभर्मेन्टलाई राम्रो काम गराउन सकेको भए, यही 1.5 वर्षभित्रमा पनि धेरै कुरा बदलिन्थ्यो। हामीले नसकेकै हो, हाम्रो कमजोरी भएकै हो। म फेरि पनि यो कुराबाट सिक्छु, यसलाई सिक्ने हो। म मेरो पार्टी नेपाली कङ्ग्रेसको सदस्यको रूपमा मैले यसबाट सिकेर के गर्ने हो भने, म नेपाली कङ्ग्रेस पार्टीलाई बदल्ने हो, जरैबाट बदल्ने हो। टाइम लाग्छ मलाई थाहा छ, तर यसलाई बदल्ने हो। र फेरि एकपटक तपाईँहरू जस्तो यङ्गर मान्छेहरूले मन पराउने पार्टी बनाउने। भाद्र 23 गते जुन मास किलिङ भएको छ, अब बन्ने सरकारले त्यसको छानबिन गर्नुपर्छ। यसमा जो छ यसमा इन्भल्भ, त्यो सबैले सजाय पाउनुपर्छ। 24 गते तपाईँहरूको पिसफुल प्रोटेस्टलाई जसले यत्रो भाँडभैलो गरायो, जसले यत्रो विभत्स मचायो, हेर्नुहोस् नेपालको इतिहासमा यति धेरै आन्दोलन हुँदै गर्दा यो लेभलको डिस्ट्रक्सन कहिले पनि भएको थिएन। अदालत, जेल, केही बाँकी छैन। कसले गर्यो, किन गर्यो,
यसको पनि छानबिन हुनुपर्छ र जो यसको दोषी हो त्यसले पनि सजाय पाउनुपर्छ। दोस्रो कुरा, तपाईँहरूले 2046 साल पछाडिको जति पनि पदमा बसेको छ उनीहरू सबैले गरेका करप्सनको एउटा स्क्यान्डलको बारेमा छानबिन हुनुपर्छ भनेर भनेको छ। हुनैपर्छ यो। र एउटा नेता एउटा जिम्मेवारीमा बसेको प्रत्येक मान्छेको सम्पत्तिको छानबिन हुनुपर्छ भने हुनैपर्छ, किनकि हामी पनि यसबाट आजित छौँ। नखाएको विष लागेको छ। म पनि जिम्मेवारीमा बसेको सांसद भएको छु, मन्त्री भएको छु। यो नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्छ र म जस्तो मेरो पनि, मेरो परिवारको, मेरो आफ्नो, मेरो आय, मेरो व्यवसाय चाहिए नचाहिने जुन ब्लेमहरू लागेको छ त्यो सबैको बारेमा छानबिन हुनुपर्छ। दुधको दुध पानीको पानी हुनुपर्छ। जसले गल्ती गरेको छ त्यसले सजाय पाउनै पर्छ। उसको सम्पत्ति कानुन बनाएर राष्ट्रियकरण पनि गर्नुपर्छ। तर यसलाई एकदमै जनरलाइज गरेर सबैजनालाई एउटै घानमा हाल्नु हुँदैन, किनकि भोलि पनि देश चलाउनुपर्छ। त्यसैले तपाईँले उठाएको कुरा एकदम जायज छ। यसको संरचना बनाउने र जसले गल्ती गरेको छ त्यसले सजाय पाउने अवस्था बनाउने कुरा यो एकदम ठिक छ। घर अरूले जलायो, कारण अरू नै थिए, माफी गगनले मागे, आफू पनि सच्याउँछु र काङ्ग्रेसलाई पनि सच्याउँछु भने केही सच्याए, केही सच्याउँदै थिए। मन जलेपछि केही दिन यता भने गगन मौन छन्। हारको नैतिक जिम्मेवारी कुन हदसम्म लिने सायद दोधारमा छन्। के गर्छन् उनको कुरा हो, यतिसम्म भनिहालौँ। क्याप्टेन मेसीले पनि थुप्रै पेनाल्टी सुटआउट मिस गरेका छन्, तर क्याप्टेनसिप छाडेको छैनन्। नम्बरको खेलमा हार्दा नैतिक मूल्य प्रश्न बन्ने हो भने टिमका क्याप्टेनहरू हरेक गेमपछि बदलिनुपर्छ, जुन व्यवहारिक छैन। त्यसमाथि गगनले समय नै पाए कति र असाध्यै कम, इन्जुरी समयभन्दा पनि कम। काङ्ग्रेसका एक थरी धुन्धुकारीहरू समय नै नपाएको खेलाडी गगनको क्याप्टेनसिपमाथि प्रश्न उठाइरहेका छन्। धुन्धुकारीहरूले यस्तै प्रश्न उहिले उबेलाका क्याप्टेनमाथि उठाइदिएको भए भदौ 23 र 24 नै आउने थिएन। त्यसो भए गगनले वर्षौँसम्म के हेरेर बसे, किन उहिले विद्रोह गरेनन्? झट्ट सुन्दा टिप्पणी जायज हो। गगनले अलिक समय लिएकै हुन्। समय पनि कस्तो हुँदो रहेछ भने वसन्त आउन चैत वैशाख पर्खनु पर्दो रहेछ। समयको आफ्नै चाल छँदैछ, समाजको पनि चाल हुँदो रहेछ, उसै गरी राजनीतिको पनि चाल हुँदो रहेछ। गगनले समय पनि पर्खे, समाज र राजनीतिका लागि चाल पर्खिए। पर्खँदै ढिलो भयो। ढिलो भएकै हो, ढिलो हुनु बेकार हुनु थिएन। होइन पनि दुर्भाग्यवश समाजले अलि ढिलो हुनु बेकार हुनु ठान्यो र गगनलाई हरायो। गगन देवता होइन, गगनलाई देवत्वकरण गरिरहनु पनि पर्दैन। देवता आजको युगमा कोही पनि छैन, गगन पनि देवता होइनन् यति त भन्न सकिन्छ। जसले आफूले मन पराएको मान्छेलाई देवता देख्दछ, तर होसियारपूर्वक गगन तुलनात्मक रूपमा ठिक छन् भन्दा देवत्वकरण देख्छन् भने त्यसमा बेकारका मान्छेहरूका बारेमा भन्नु केही छैन। नेपाली राजनीतिले गगनलाई हराएको मूल्य कुनै एक दिन चुकाउनु पर्नेछ। चुनावको परिणामपछि कतिपय स्वनाम धन्य विश्लेषकहरू नेपालमा वाद सिद्धान्तको राजनीति सकिएको तर्क गरिरहेका छन् र यसैमा रमाइरहेका छन्। यो चुनावी परिणाम जम्मै पुराना दलहरूप्रतिको आक्रोश र नयाँ भन्ने शब्दप्रतिको अति मोह मात्र हो। यहाँभन्दा बढ्ता यसपटकको चुनावी परिणामलाई धेरै महत्त्व दिनुपर्ने केही छैन। नयाँ पुरानो यो न सिद्धान्त हो, न आदर्श हो, न नियम हो, न परिवर्तनको प्रतीक। देश पुरानो, सभ्यता पुरानो, अनुशासन पुरानो, मान्यता पुरानो, मूल्य पुरानो। हिजो वामपन्थीहरूले गरिब र धनीको कुरा गरेर वर्ग छुट्याए, धनीको घर ढाल्ने कुरा सिकाएर राजनीतिक सामाजिक अनुशासनलाई छिन्न भिन्न पारे। आज खै के पन्थीहरू हुन्, उनीहरूले न र पुरानोको कुरा उरालेर नयाँ र पुरानोको वर्ग छुट्याइरहेका छन् र उसै गरी राजनीतिक सामाजिक अनुशासनहरूलाई छिन्न भिन्न पार्दैछन्। सत्य यो हो कि आजका नयाँ पनि 5 वर्षपछि पुराना हुनेछन्। अनि त्यसैले हामीले नयाँ र पुरानोको अर्को घाँडो नेपालमा भित्रायौँ र यसैको नाममा जिते बालेनले जित्यो, राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो। यस कारण कि नयाँ भन्ने शब्दको यति धेरै मार्केटिङ भयो, त्यसलाई स्वीकार नगर्ने हो भने पछि परिन्छ भन्ने एक खालको मनोवैज्ञानिक दबाब पनि मान्छेहरूमा पर्यो, अर्थात् छुट्छौँ कि भन्ने डर। तपाईलाई यो भिडियो कस्तो लाग्यो? कृपया भिडियो मन पर्यो भने सेयर र लाइक पनि गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।